मेरा प्यारा प्यारा साथीहरूलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ मैले डबल बोर्डर बुन्न सिकाउँछु भनेर अस्ति मैले डबल बोर्डर देखाइरहेको थिएँ। स्वेटरमा डबल बोर्डर बनाउनुहोस्, यस्तो खालको बोर्डर राख्नुहोस्, तन्किँदैन, यो चाहिँ दह्रो हुन्छ, राम्रो पनि देखिन्छ भनिरहेको थिएँ हजुरहरूलाई। त्यही भएर मैले आज चाहिँ डबल बोर्डर बुन्नलाई सिकाउँदैछु। हेरिदिनु होला, सिक्न रहर हुने साथीभाइहरूले हेर्नु होला। त्यसो गर्ने माथिबाट धागो चढाएर दुईपट्टि नै धागो बनाएर डबल दुई घर बन्छ। यो चाहिँ सिधै घोच्ने यसो गरेर, अनि तल माथि दुइटै काँटामा धागो घुमाउने। हेर्नुहोस् त यसरी सिधा, अनि दुइटै माथिल्लो काँटामा तल्लो काँटामा दुइटैमा हो त्यसो गर्ने। अनि यसरी हेर्नुहोस् त, हो यसो गर्ने, अनि यसरी दुई घर हुन्छ यो चाहिँ, हो त्यसरी यसरी। अनि अब यसो गरेर एउटा एउटा छुट्याउँदै बुन्ने। अब माथिबाट धागो ल्याउँदा उँभोपट्टि घोच्ने, माथिबाट धागो लगाउने, मुनि गर्दा मुनिको भागमा मुनिबाटै धागो लगाउने, माथिबाट होइन मुनिबाट। यता उँभोकोमा दुई घर हुन्छ, त्यसरी छुट्याउनु पर्छ। यसरी हेर्नु त, हो यसरी धागो तल मुनि पछाडि नै छेड्ने, उँधोबाट धागो लगाउने, माथि चाहिँ माथिपट्टि नै छेड्ने, हो त्यसरी। यसरी माथिबाट धागो लगाउने, तलैबाट तलै धागो लगाउने, माथिबाट नलाउने, यसरी हो यसरी। मसिनो धागो हुँदा चाहिँ मैले चाहिँ 10 नम्बरे काँटाले बुन्दैछु। मोटो धागो हुँदा अलिक ठुलो काँटाले बुन्दा पनि हुन्छ। मेरो चाहिँ सानो धागो थियो, त्यही भएर मैले सानो काँटा चलाएको छु। अब यताबाट बुन्दा चाहिँ एक घर निकाल्ने, नबुनी निकाल्ने बाहिर, अनि उल्टो सुल्टो कता छ हेर्ने, त्यसलाई निकाल्ने त्यतिकै, हो यसरी। अनि उँधैबाट हो त्यसरी, तलैबाट यता बटारेर माथिल्लोपट्टिबाट नि गर्छन् कसै साथीहरूले, तर होइन, उँधोबाट कोही मुनिबाटै छेड्ने, यता उँभोबाट यता उँभै लगाउने, अनि धागो चाहिँ यता चाहिँ माथिबाट लगाउने, तलपट्टि चाहिँ मुनिबाट लाउने। यसरी हेर्नु त, यो बोर्डर चाहिँ साह्रै राम्रो हुन्छ साथी, हो तन्किँदैन क्या यो बोर्डर, यो नतन्किने। अनि स्वेटरलाई पनि राम्रो देखिन्छ, हर्ल्याङ्ग भएर तन्किँदैन। तल बोर्डरको भाग पनि कस्तो बिट भएर क्या राम्रो हुन्छ। साथीहरूले कन्जुसै नगरी हेरिदिनुहुन्छ, भ्युजहरू राम्रै आउँछ, लाइकहरू पनि गरिदिनु होला। एक लाइक गर्दा हजुरहरूको के जान्छ र सफा मनले, है, मन सफा छ भने एक लाइकमा हजुरहरूको केही जाँदैन, मलाई हौसला बढ्छ फेरि फेरि पनि नयाँ नयाँ भिडियो बनाउन। यसरी यो बोर्डर यसरी बस्छ क्या, केस बाटे जस्तो। हेर्नु त है, यसरी बस्छ। मलाई पनि नयाँ नयाँ भिडियोहरू लिएर आउन खुसी लाग्छ। हजुरहरूको लाइकले हेरिदिन त साथीहरूले कति माया गरेर हेरिदिनु भएको छ, तर लाइक गर्न चाहिँ अलिक कन्जुस गर्नुभएको छ क्या साथीहरूले। लाइक पनि गरिदिनु होला। खुल्ला मन हुने साथीहरूले लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। मैले हजुरकै लागि, सिक्न रहर हुने साथीहरूकै लागि भनेर मैले यहाँ देखाइदिँदैछु। म चाहिँ आफूले जानेको सिपकै साथी हो, सबैलाई सिकाउँ, जानु, रहर गर्ने साथीहरूले जानुन् भन्ने मन लाग्छ।
अब म यो बोर्डर पछाडि चाहिँ अर्को भिडियोमा यो बुट्टा लिएर आउने छु हजुरहरूलाई। यो बुट्टा सिकाउने छु, यो बुट्टाको डिजाइन कसरी उठाउने भनेर यो बुट्टा लिएर आउने छु।